यहाँ सुन्न उयो भोलिको लागि त्यो के भन्छ चिकन लिइरहेको होइन 3 केजी जस्तो अन्त हामीलाई चाहिँ परे जाउँ न सधैँ गर्ने जग्गामा ल खट्टुहरू त अलिअलि मात्रै ल्याउँ न ल ल ल ल ओइ भाइ भोलि तिमीहरूले न्यु इयर मनाउनु जाने हो मलाई लैजानु ल मेरो पैसा छैन नि ल ल ल दाजु भइहाल्छ नि म तपाईँलाई कल गर्छु नि ल ल भाइ पक्का कल गर ल अहिले चाहिँ मलाई पुरा पिसाब म पिसाब गरेर आउँछु ल पहिला लोभी चाहिँ कहिले पैसा निकाल्दैन यस्तो मान्छेहरूलाई त के लानु लादिनँ म केटाहरूलाई भनिहाल्नु पऱ्यो ओ यहाँ सुन्न त्यो परको मोटे दाजु छ नि ऊ पनि जान्छु भन्दै थियो कि ऊ त लोभी न लोभी छ हो 1 रुपियाँ पनि पैसा निकाल्दैन कि नलैजाउँ ल उसलाई ओइ तँ फेरि कल नगरे तँ पनि ल मलाई मैले कल गर्छु भनेको छु कि तर म पनि कल गर्दिनँ ल त्यो परको मोटे दाजु छ नि ऊ पनि जान्छु भन्दै थियो कि ऊ त लोभी न लोभी छ हो 1 रुपियाँ पनि पैसा निकाल्दैन कि नलैजाउँ ल उसलाई ओइ तँ फेरि कल नगरे तँ पनि ल मलाई मैले कल गर्छु भनेको छु कि तर म पनि कल गर्दिनँ ल यस्तो पनि हुँदो रहेछ